Day 3 with my broken leg. Hello everyone, welcome to my mini vlog. So आज चाहिँ थर्ड डे भयो मेरो भाँचेको खुट्टासँग. सो आज स्याटरडे पनि. सो स्याटरडे मेरो आज कस्तो बित्यो है. सो आज चाहिँ दिदीहरू आउनुभएको थियो मेहन्दी लगाइदियो भनेर. अनि यहाँ चाहिँ दिदीले मेहन्दीको डिजाइन हेर्दै हुनुहुन्छ. सो दिदीलाई चाहिँ मैले मेहन्दी लगाइदिएँ. कस्तो छ कमेन्ट गरिदिनु होला है मैले मेहन्दी लगाइदिएको. अनि यसपछि चाहिँ यहाँ दिदीले देखाउँदै हुनुहुन्छ. अनि दुईटै हातमा मेहन्दी लगाएपछि त हात त चलाउन मिलेन. यहाँ नानीले चाहिँ दिदीलाई चिया खुवाइदिनु लगाएको चाहिँ. अनि यहाँ दिदीले आफ्नो दुईटै हातको मेहन्दी देखाइदिनुहुन्छ. यो कस्तो देखेको छ भनेर. दिदी अनि नानीको ड्युटी चाहिँ चालु छ. चिया खुवाइदिने घरि के गरिदिने घरि के गरिदिने गरेर. अनि यसपछि चाहिँ फेरि नास्ता भयो हाम्रो रेडी. सो नास्ता खाँदै हामी यहाँ गफ गर्दै थियौँ. अनि त फेरि नानीको ड्युटी नास्ता खुवाइदिने पनि. अनि दिदीले आउँदाखेरि चाहिँ यहाँ कोसेली ल्याइदिनु भएको थियो सेलरोटी र यो ठुल्ठुलो अब के हो यसलाई कागती भन्छ कि के भन्छ